दर्शकवृन्द नमस्कार। यो युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी यो व्यास गुफामा अवस्थित विगत 25 वर्षबाट अनवरत रूपमा आफ्नो यात्रामा निरन्तर यो व्यास गुफालाई विश्वभरि चिनाउनका लागि कसरी प्रमाणित गर्न सकिन्छ, कसरी विश्वभरिका पर्यटकहरू यो व्यास गुफामा निरन्तर ल्याउन सकिन्छ भनेर अहोरात र दिनरात नभनिकन खटिरहनुभएका गोविन्द बाबा सामु हामी आइपुगेका छौँ। उहाँको अन्तर्वार्ताबाट हामी आज गाई, विशेष गरी गौमाताको सेवा किन गरिन्छ, हिन्दू धर्मशास्त्रले गौमातालाई किन आमा मानेको छ र गाईलाई पूजा गर्नुपर्ने कारण के हो, गाईलाई आमा किन भनिएको छ भन्ने जस्ता विषयहरूमा गाईको विषयमा हामी आज उहाँसँग अन्तर्वार्ता लिनेछौँ। धन्यवाद। गोविन्द बाबा, यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद। बाबा, यो गाईलाई हिन्दू धर्मशास्त्रले वेदले पनि गावो विश्वस्य माता र भन्छ, गाई नै संसारकी आमा हुन् भन्छ। अनि वेदले त्यो भनेको वाक्यको आधारमा रहेर गाईलाई आमा भन्या हो कि अरू कुनै कारण छ कि के छ बाबा? यो गाईको विषयमा अलिकति यहाँले बताइदिनुहोस् न आज। अब गाई देवी देवताहरूले पनि गाईलाई मातृ रूपमा मानेको छ। स्वयं भगवान् श्रीकृष्णले पनि यसमा दुधै स्तनपान गरेकै पनि आउँछ। पशुपतिनाथलाई पनि गाईले दुध चढाएको आउँछ। कतिपय ठाउँमा चाहिँ यो यसरी स्वयं गौमाताले त्यो गरेका छ। यी विभिन्न कारण जोडेर धार्मिक पनि हाम्रो जुनसुकै उसमा पनि गोदान भनिन्छ। गाईको दानै गर्नु पर्यो। जुनसुकै कार्य गर्दा होस् या अशुभ भयो भने शुभ गराउनु होस् या जुनसुकै राम्रो पवित्रताको लागि हो, गोदान भन्ने चाहिँ छ। वेदले बताएको हो, यो वेदमै पनि उल्लेख भएको कुरा हो नि। त्यसो हुनाले गाईकै नाउँबाट जोडिया छ यी सबै कुरा। त्यसो भए वर्षमा एकपटक मात्र गाईलाई कात्तिकमा, ठुली औँसीका दिन कात्तिकमा औँसीको तिथिका दिन मात्र गाईलाई पूजा गर्नुपर्ने हो कि 365 दिन नै पूजा गर्नुपर्ने हो कि कारण के हो? वर्ष दिनमा एक दिन चाहिँ पूजा अनिवार्य गर्नुपर्ने भनिन्छ, के हो यसको कारण? होइन, यो कुरा यसो छ, यो आफआफ्नो मत छ, समय छ, सबै कुरा छ। सबैले त्यो गर्दैनन्। एकचोटि वर्षको एकपल्ट गरी मात्रै त्यो चाहिँ के भने अलिकति के भनौँ त्यसलाई आक्षेप लगाएको त हुन्छ। तर के भने नित्य गौ पूजा नित्य गर्नुपर्छ। गो घाँस भनिन्छ, गाईलाई घाँस या जस आफूले पकाएको केही चिज खुवाउने होइन, नित्य पूजा गाईको गर्नै पर्छ। किनभने गाईमा 33 कोटी देवताको बास हुन्छ भनिन्छ। अनि 33 कोटी देवताको बास हुन्छ भनेर यहाँले प्रसङ्ग उठाउनु भयो। अब त्यो चाहिँ कस्तो अवस्थामा गाईले चाहिँ देवी देवताहरूलाई चाहिँ शरणमा दिएर कुन परिस्थितिमा, के कुन कथा अन्तर्गत कि कुन शास्त्र अन्तर्गत चाहिँ देवताहरू चाहिँ गाईभित्र चाहिँ गाईको शरीरमा बास बसेको तथ्याङ्क छ बाबा? के हो यी धेरै छन्, मत धेरै छ, पुराण पनि धेरै छन्। कहीँ के छ, कहीँ के छ, कहीँ महात्माले पनि व्याख्या गरेका छ यस विषयमा। एउटै मात्रै छैन। तर मोटामोटीमा चाहिँ सबै देवताहरूले चाहिँ अब त्यहाँ देवी देवता नै भनौँ गर्छ। अब ठाउँ चाहियो होइन, गाईको शरीरमै उहाँहरूले चाहिँ रोज्नुभयो नि त। विभिन्न कारणमा पवित्रता के कारणले रोज्नुभयो, सबै बास अब चाहियो। त्यहाँ कारण त जोडिएको छ विभिन्न होइन। त्यसमा चाहिँ गर्दै जाँदा अब आफ्नो क्षेत्रमा सबै बसी कहीँ यमदेखिको लिएर सबै छन् त्यहाँ, नाउँ धेरै छन् त्यहाँ। ब्रह्मा विष्णु महेश्वर इत्यादि सबै हुँदै रहँदा अब अन्तिममा चाहिँ नि गोबरमा लक्ष्मी, अब नम्बर चाहिँ के गौतमा चाहिँ गङ्गा। अब यसरी गरेको छ। त्यसो हुनाले गाईको अब यो सबै त्यहाँ देवी देवताको बास छ भने अब कति होला कति त्यहाँ। अनि अर्को कुरा, त्यहाँ पूज्य गाई किन भइन् भने अब त्यो कारण त्यहाँ धेरै जोडिसक्यो। गाईको पूजनीय तर मुख चाहिँ अपवित्र छ, जुठो अपवित्र छ। पञ्चगव्यमा सबै परे, पञ्चगव्य बनाइन्छ। एउटै गाईको, फेरि अरूबाट होइन, एउटै गाईको हुनु पर्यो त्यो। त्यस्तो छ पञ्चगव्य। भनेपछि गाईको गोबर चाहिँ किन घर लिप्नको लागि प्रयोग गरिन्छ? गोबरको विषयमा होइन, गाई त्यही त लक्ष्मी बास भएर, लक्ष्मीको बास भएको हुनाले गाईको गोबर अति मठ मन्दिर घर सबैमा चाहिँ नित्य गाईको गोबरले लिप्नुपर्छ। गङ्गाको र लक्ष्मीको यहाँ ऊ छ, गङ्गामा चाहिँ ऊ गौत भयो, गोबरमा लक्ष्मीको भयो। अब धेरै कुरा जोडिएको छ, यहाँ कुरा चाहिँ धेरै जोडिएको छ। एक जस्तो कि उदाहरणलाई अरू पशुभन्दा मानिसभन्दा पनि उच्च कोटि हो भनौँ, विवेकको कुरा। गाईमा त्यही छ, कुनै बच्चा कतै राखेको छ भने सुताइरहेको छ बच्चा एक किसिम, कोही आमा कता पनि बच्चा सुताएर। तर के भने गाई आएन, दौड्ने आएन, कोहीले के धपाए के गर्यो, आउँदाखेरि त्यो हरेक प्रकारले उनले छल्छन्, त्यहाँ जान्दैनन्। अरू पशु भैँसी बाख्रा यी इत्यादि अरू जान्छन् त्यहाँ, खुल्चिन नि सक्छन्। तर गाई चाहिँ यसरी छल्छन् आफ्नो बच्चा हो, आफ्नो त्यो बच्चा आफ्नो अर्को भन्दैन त्यो। त्यसरी उनले त्यो गरिरहेको हुन्छ है। त्यसमा अनि अब फेरि के छ, उहाँ गाईको उसमा चाहिँ अहिले गोमूत्र भनिन्छ औषधि, क्यान्सरसँगको औषधि बनाइरहेको छ विशेषता।
यी कुरा धेरै छ गाईको वर्णन गरेरै साध्य छैन। मोटामोटी हामीले पञ्चगव्यले शरीर शुद्धिकरण हुन्छ अथवा पञ्चगव्य खाएर मात्र हामीले चाहिँ हव्य अथवा गव्यको कामहरू हामी चाहिँ सञ्चालन गर्छौँ। पितृकर्म अथवा देवकर्म हामीले हिन्दू धर्म सनातन धर्ममा गरिने दुईवटा कर्म हुन् हजुर हामीले गर्ने। यसमा पञ्चगव्य पान गरिसके पश्चात मात्रै शरीर शुद्धिकरण गरेर मात्र गर्नुपर्छ भनेर चाहिँ विभिन्न शास्त्रहरूले मत राखेको पनि देखिन्छ। यसको चाहिँ कारण के होला बाबा? पञ्चगव्य नै अनिवार्य चाहिनुको कारण चाहिँ के होला? अब के बाह्य भ्यान तर सूची भनेको छ नि त, तेरि वेदले बताएको छ नि। अपवित्र पवित्र यसबारे पुण्यार्का छ बाह्य भ्यान तर सूची भन्दाखेरि त्यसै पऱ्यो। ए हजुर है त्यो शुद्धि खाइयो हजुर। ऊ पनि पञ्चगव्य ग्रहण गरी खाने पनि छ, बाहिर पनि हो भित्र पनि हो है। बाह्य शुद्धि भनौँ न, भित्र त त्यो अब अन्तस्करण हुँदा कुरो अर्कै छ। फेरि कम्प्युटरको हुन्छ नि, कम्प्युटरको सफ्टवेयर हार्डवेयर, अब हाम्रो शरीरको त्यही छ। त्यस कारणले बाहिरी शुद्धि हुन्छ पञ्चगव्य। जस्तो कि कुनै देवी देवताको पूजा अर्चना गर्नु, पितृका जुन चाहिँ गर्नु भयो शुद्धिकरण हुनु पऱ्यो, यज्ञ बन्नु पऱ्यो नि। यज्ञ नभनी त भएन। प्रसङ्ग अलिकति बदलौँ बा यो मलाई लागेको चाहिँ विशेष मलाई लागेको अथवा मैले अहिलेसम्म बुझेको चाहिँ विशेष गरी सनातन धर्ममा पञ्चायन देवता हामी पूजा गर्छौँ। पञ्चायन देवता मध्ये जसरी हजुर हाम्रो नाम फरक फरक हुन्छ, जन्मेको समय फरक फरक हुन्छ, तिथि फरक फरक हुन्छ, जन्मको राशि 12वटा राशि हाम्रा अलग अलग हुन्छन् हरेक व्यक्तिका। त्यसै गरी हाम्रो इष्टदेवता पनि फरक फरक हुन्छन् पञ्चायन पूजा पद्धतिमा। हजुरको एउटा इष्टदेव विष्णु हुनुहुन्छ भने मेरो चाहिँ शिव हुन सक्नुहुन्छ, अर्को कसैको देवी हुन सक्नुहुन्छ। तर यो सबै मेरो इष्टदेवता चाहिँ कुन हो, मेरो इष्टदेवतालाई कसरी चिन्ने भन्ने विषय पनि हामीले चाहिँ जानकारी नहुँदाखेरि हामीले पूजा गर्ने पद्धति चाहिँ गाईसँग लगेर ठोकियो भने अथवा गौमाताको पूजा गरियो भने इष्टदेवताको पूजा सोसरा नै मानिन्छ। त्यसकारण इष्टदेवता मेरो के हो भनेर थाहा नहुने व्यक्तिहरूले सबैले गाईलाई अनिवार्य पूजन गर्नु भनेका केही लेखहरू पनि मैले कुनै कुनै किताबहरूमा भेटेको छु। यस विषयमा के छ यहाँको भनाइ? अब मूल तो ब्रह्म रूपाय, मध्य तो विष्णु रूपाय, अग्र तो शिव रूपाय, अश्वत्थामा अश्वत्थायन भनौँ भने पिपललाई भन्यो नि हजुर, भनिएन? भन्यो। त्यहाँ कति रहेछन् त? ब्रह्म विष्णु महेश सबै रहेछन्, सबैमा भयो नि त हजुर। जस्तै त्यसै कारणले गर्दा अब जस्तो गौमा पनि सबै मैले होइन भनिसकेँ, सबै देवदेवता भयो, कुल सबै भयो नि त त्यहाँ। पितृको नै महत्त्व जोडिएको छ, कुलमा त होइन त्यहाँ है। त्यसो हुनाले श्राद्धमा कुनै त्यो गाईलाई त्यो गर्ने खुवाउने विशेषता छ, फेरि त्यहाँ प्रक्रिया छ है। त्यसो हुनाले यो सर्वसाधारणलाई बुझ्न नसक्नु, बुझ्न दुईवटा कुरा छ, बुझ्न नसक्नु, बुझ्न नचाहनु। बुझाउने क्षमता नभएका पनि कति कमजोरी सबै एकनाथ हुँदैन। यो गहिराइमा छ क्या, यो जे कुरा गहिराइमै जानु पर्यो। अनि यस्तो यस्तो भने भएर फेरि हाम्रो समाज हामी के छौँ भनेदेखि झाडा तिर्ने। अब यदि अहिले प्रसङ्ग भयो नि, वर्ष दिनमा एउटै कात्तिका मात्रै पूजा गर्ने, अहिले सधैँ आफू डकार्ने, त्यो गाईको लागि चाहिँ त्यो विषयमा छैन। बाटो बाटोमा छोडिदिने छोडिदिने गाईको कति विषय म यही कुरोमा जोड्दैछु। किनभने गाईलाई यदि अरू भने कुकुरको प्रेमी, कुकुरको प्रेमी, गाई लसी भने माने उनलाई चाहिँ खेदिएको 15 दिनको महिना दिनको बच्चालाई खेदिएको छ नि, यहाँ कोही देखाएको छ। गाईको स्याहार कसले गर्ने, कसले कस्ता गर्ने। मैले हरेक क्षेत्र यो विषय गाईको गौ रक्षा भने मैले धेरै अभियान पनि चलाएँ, तर सफल हुन सकेन। ल कुरो यस्तो। धन्यवाद यहाँलाई। आज हामी गाईको विषयमा सानो चर्चा यहाँसँग लियौँ। यहाँको समयको लागि धेरै धेरै धन्यवाद। जय धन्यवाद।